छोरा भयो भनेर मागेर जान्छन्, गइसकेपछि फेरि आएर छोरा भयो भन्छन्। हाम्रो शिव 87 जाने बाटो झिलझिलेबाट यहाँबाट उकालो उत्तर लाग्नु पर्यो। शिव 87 धाम प्रवेशद्वार। झिलझिलेबाट उत्तर भने चाहिँ अलिक पुरानो धार्मिक स्थल हो यो। ठ्याक्कै झिलझिलेको पश्चिमपट्टिबाट उत्तरतिर जानु पर्यो। लगभग 4.5 किलोमिटर उत्तरमा यो चाहिँ शिव 87 धाम पर्छ। यहाँ चाहिँ यसो गर्लफ्रेन्ड ल्याएर खोलाको डिलमा शीतल हावा खाँदै बस्ने ठाउँ रहेछ। सङ्ग्रौला वंश समन्वय तथा समाज कल्याण समिति नेपाल निर्मित। अरे अहिले त बब्बाल ठुलो भएको रहेछ त हौ यो धाम त यार। अरे बाइक चाहिँ छिर्न पाउँछ कि पाउँदैन? गेट खोलेपछि बन्द गर्नु होला। यो यस्तै थियो ल। शिवजीको सिधै उता जाउँ न। यहाँ चाहिँ श्री गोलोक ठुलो भएछ नि त अहिले त। ठुलो बनाएछन्। शताक्षी माता भनेको शताक्षी भनेको शताक्षी 100वटा आँखा भएकी देवीले द्वापर युगमा 100 वर्षसम्म पानी नपरेको हुँदा सारा यो संसार जलन भएको हुँदा त्यस अवस्थामा
ऋषिमुनिहरूले धैर्य गरेर ध्यान तपस गर्नुभयो। 88,000 ऋषिमुनिहरूले आएर यहाँ ध्यान तपस गरेपछि 87 माता प्रश्न भएर वाङ्मय रूप भनेको आकाश जत्रो रूप गरेर आफ्नै जीवैभरि आँखा बनाएर त्यो आँखाबाट रोएर आँसु बर्सेर सारा संसार फेरि सृष्टि भएको भन्ने किंवदन्ती छ। पाण्डवहरू पनि श्रीकृष्ण भनिन्छ पाण्डवहरू 12 वर्ष गुप्तवास कहाँ वनवास बसेर 1 वर्ष गुप्तवास यहाँ बस्नुभएको थियो आएर 1 वर्ष गुप्तवास बस्दाखेरि उहाँहरूको प्रश्न भएर देवी प्रश्न हुनुभयो र गोप्य नाम दिएर उहाँहरूलाई विराट राजाकामा पठाउनु भयो। विराट राजाकामा उहाँहरू गएर तिमीहरूको काम सिद्ध हुन्छ, विराट राजाकामा गएर तिमीहरू बस भनेर त्यहाँ गएर उनीहरूले नाम ढाँटेर त्यहाँ बसे। 1 वर्ष उनीहरूको त्यहाँ बितिसकेपछि बितिसकेको थियो, त्यहाँ गएर नाम ढाँटेर बसेपछि उनीहरूले फेरि त्यहाँबाट पछाडि आफ्नो समय सिद्धिएपछि उहाँहरूले आफ्नो राज्य फिर्काउन सकेका थिए 87 माताको बलले। र शताक्षी भनेको यो 100वटा आँखा भएकी देवी साक्षात् देवी हुन्। यहाँको चाहिँ यही हो। द्वापर युगमा आएर पाण्डवहरू पनि बसेका थिए र सत्य युगमा पार्वती पाऊँ भनेर शिवजीले पार्वतीले शिवजी पाऊँ भनेर तपस्या गरेको मेनुका पर्वत पनि यही माथि पर्छ, यही एरिया स्थिति छ। र यहाँको किंवदन्तीहरू यस्तै हो, यस्तै छ। र आँखाले देखेको कसैले केही छैन, यो चाहिँ किंवदन्ती हो। उनीहरू यो दर्शन गर्नको लागि यहाँनिर आफ्नो पितृहरूको उद्धार गर्नको लागि आउँछन्। यहाँ बाला चतुर्दशीमा पितृ उद्धारको ठुलो यहाँ मेला लाग्छ, परम्परा नै आइरहेको छ, सधैँ लाग्छ। र पितृहरू भक्तहरू आएर सारा यहाँ बत्ती बालेर दियो बालेर बत्ती बालेर रातभरि नाचगान गरेर यहाँ बसेर बिताउनुहुन्छ। शिवरात्रिमा पनि आएर भव्यका साथले बत्ती बालेर बसेर नाचगान गरेर कीर्तन भजन गरेर रातभरि उपवास बसेर शिवजीको बिहान पानी चढाएर जाने चलन छ। र साउन महिनामा पनि सोमबार सधैँ भक्तहरूको भिड लाग्ने हुन्छ, यहाँ पानी चढाउनेको ठुलो भिड लाग्छ। त्यस कारणले सोमबार सधैँ यहाँ साउन महिनामा सोमबार सधैँ नै यहाँ पानी चढाउनेको भिड हुन्छ। र अरू बेलामा पनि यहाँ मङ्गलबार र शनिबार पूजा हुन्छ शिवजीको। र सधैँ यहाँ डेली नै सधैँ राति दिउँसो सधैँ जतिखेर पनि यो मन्दिर खुल्ला हुन्छ, यहाँ पूजा हुन्छ। यो मन्दिरमा चाहिँ दर्शन गर्ने ठाउँ, जसले यहाँ आएर राम्रो मनले दर्शन गर्छ त्यसले आजसम्म मागेका कुराहरू सबै पाएका छन्। छोराहरू नहुनेहरू पनि आउँछन्, छोरा भयो भनेर मागेर जान्छन्, गइसकेपछि फेरि आएर छोरा भयो भन्छन्। लाटालाटीहरू पनि बोलेका छन्। र कसैको केही नहुनेहरूको पनि बुद्धिमती सप्रेर आफ्नो मार्गदर्शन गरी खाएका छन्। यहाँ चाहिँ यहाँको उद्देश्य धेरै राम्रो छ। दिगम्बर भनेको चाहिँ नाङ्गो शरीरलाई दिगम्बर भनिन्छ। पहिले भगवानले संसारमा जब पार्वतीको पतन भयो, पार्वती पतन भइसकेपछि उहाँले के आनन्द है यो संसार भनेर आनन्द गरेर ढाप्प चाहिँ पलेटी कसेर एकदम नाङ्गो ढिङ्गा पलेटी कसेर बस्नुभएको थियो, दिगम्बर रूप धारण गरेर पलेटी कसेर। त्यो मौका छोपेर राक्षसहरूले सारा आक्रमण गरेर स्वर्ग आक्रमण गरे, स्वर्गका राजाहरूलाई हराए, सारा स्वर्गै जित्न आँटे छोपेर। अनि फेरि सारा ऋषिमुनिहरू देवदेवताहरू गणहरू सबै फेरि प्रार्थना गरेर भगवानलाई फेरि त्यहाँबाट जगाए। सबै नहुँदा त प्रभु यो संसार रहने रहेन रहेछ भनेर फेरि शिवजीलाई त्यहाँबाट जगाएर अनि शिवजीले अनि फेरि आफ्नो रूप धारण गरेर फेरि संसार दिगम्बर रूपलाई हटाइदिएर फेरि शिवजी रूप धारण गरेर आफ्नो यो संसारलाई फेरि चलन गर्नुभएको भन्ने किंवदन्ती छ। धर्मप्रसाद कोइराला हो। म यहाँ 87 धाममा 64 सालदेखि बसोबासो आएर गर्दैछु पुजारीको रूपमा। यसो पुजारीको रूपमा यहाँ कार्यरत छु। हामीहरू यहाँ 3 जना छौँ। हामी पुजारीहरू यहाँ साधुहरू। सरोरुहनैना करिप्रणाम सुनि मण्डली मूले गतगतवैन सियावर राम जय जय राम प्रभु राम जय जय राम मुनि समाज तीर्थ राजो साथी सब